महामन्त्री दुईजना रहने भन्ने कुरा आयो। अब कुन पक्षबाट, कुलमान पक्षबाट ल्याउनुहुन्छ कि अहिले अब त्यो निर्णय अहिले बाहिर आउँछ। अबको केन्द्रीय समितिको बैठकले त्यो चिजलाई निर्णयार्थ ल्याउँछ। भनेको अब फेरि बस्ने बैठकले निर्णय यो फाइनल निर्णय हुन्छ अन्तिम भनेको अब दुईवटा महामन्त्री रहने पऱ्यो अहिलेसम्म त्यही छलफल छ। अब तर त्यसलाई निर्णयार्थ राख्न बाँकी छ। यो समानुपातिकको विषयमा चाहिँ के छ यहाँको भनाइ? त्यसमा चाहिँ के छ भन्दाखेरि हामीले चाहिँ सबै प्रोसेस टुङ्गाएर अब के भनेको छ भन्दा त्यसबाट आएका मत परिणामहरू सार्वजनिक गर्नलाई चाहिँ आज केन्द्रीय समितिले अनुमति दिएको छ। प्राइमरीको सबै अङ्क पब्लिक हुन्छ पब्लिक हुन्छ है। त्यो चाहिँ अब फेरि प्राविधिक कुराहरू अझ बाँकी निर्वाचन आयोगमा पनि अलिकति त्यसको तलमाथिहरू के छ भन्ने कुरा, किनभने यो त तीन पक्षकोलाई मिलाएर लानु परेको छ, हाम्रो आन्तरिक मात्र होइन होइन। त्यसलाई मिलाउनको लागि प्रोसेस छ। त्यस गरी 33 जिल्लामा मात्रै समानुपातिक व्यवस्थालाई चाहिँ तपाईँहरूले चाहिँ उम्मेदवार उठाउनुभयो, 44 जिल्ला छोड्नुभयो भने यत्रो सङ्ख्यामा किन छोड्नु भएको? विशेष गरी सुदूरपश्चिमका साथीहरू तपाईँले कसरी हेरिदिनु पऱ्यो त्यसलाई भन्दाखेरि पहिला हामी 21 सिटको हुँदाखेरि सुदूरपश्चिममा खाली थियो, एकजना पनि प्रतिनिधि थिएन। योपालि चाहिँ हामीले के गरिदिएका छौँ भन्दाखेरि सबै प्रदेशको प्रतिनिधित्वलाई चाहिँ सुनिश्चित गरेका छौँ होइन। बाँकी कुराहरू त यो समायोजनमा हुँदा सबैलाई मिलाउनु पर्ने भएकोले गर्दा त्यो छोड्ने भनेर छोडेर राख्ने भनेर राख्यो भने एउटै जिल्लाको बढी थपियो, 21 जना जति हालियो भन्ने पनि छ। अब त्यो समायोजनमा आउँदाखेरिको कुरा हो, त्यो पोलिटिकल अन्डरस्ट्यान्डिङमा भएको कुरा हो। त्यसरी छोड्ने छुटाउने भनेर तपाईँको व्यक्तिगत धारणा चाहिँ यसमा यसमा यस्तो छ। यसमा तपाईँले मेरो व्यक्तिगत धारणामा त मैले यसमा त प्रतिनिधित्व जति सक्छ भएको राम्रो भन्ने हो। किन भन्दाखेरि यो प्रतिनिधिमूलक व्यवस्था नै हो, सबैले अपनत्व होस् भन्ने हो। अब भौगोलिक हिसाबले हामीले 7 प्रदेशलाई चाहिँ समावेश गर्न सक्यो, तर तपाईँले भने जस्तो कति चिजलाई चाहिँ अझ गर्ने ठाउँहरू के हुन्छ अथवा प्रदेश स्तरमा पनि त्यसलाई कसरी गराउने, फेरि सबैजना यहीँ मात्र अटेर त भन नि त। 77 जिल्लाको त आफ्नै प्रत्यक्ष निर्वाचन पनि अलरेडी छ होइन। समानुपातिकको मर्मलाई असर नगर्ने गरेर त्यसलाई सम्मान गर्ने गरेर गरेको छ।